सम्मान्य सभामुख महोदय, सम्मान्य राष्ट्रपतिज्यूद्वारा संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथि हामी निरन्तर छलफलमा छौं। प्रस्तुत नीति तथा कार्यक्रमले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार गर्ने गरी महत्त्वपूर्ण आधारहरू प्रस्तुत गरेको छ। यसले नेपालको संविधानमा स्थापित राज्यका निर्देशक सिद्धान्तहरूलाई आत्मसात गरेको छ। नेपाली कांग्रेस र एमाले बीच भएको 7 बुँदे सहमति र सत्तारूढ दलहरू बीच भएको न्यूनतम साझा कार्यक्रमको आधारमा यो तयार गरिएको छ। साथै मुलुकको सामर्थ्य र भौतिक अवस्थालाई समेत मध्यनजर गरेर यो नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। सम्मान्य सभामुख महोदय, यो नीति तथा कार्यक्रम लामो छ। 155 बुँदाहरू समेटेका छन्, सबै विषयहरू आएकै छ। यसमा मैले केही विषयहरू मात्रै आफ्ना सुझाव राख्न चाहन्छु। सम्मान्य सभामुख महोदय, यो नीति तथा कार्यक्रम युवा केन्द्रित छ। नेपालमा 1 करोड 20 लाख भन्दा बढी युवाहरू छन्। पछिल्लो पुस्ता जीएनजी पुस्ता जो सूचनाको तीव्र पहुँचमा अभ्यस्त छ। उनीहरू सामाजिक सञ्जाल, युट्युब तथा डिजिटल प्लेटफर्महरू मार्फत जानकारी प्राप्त गर्छन्, जसले उनीहरूको सोचलाई स्वतन्त्र र फराकिलो बनाइरहेको छ। तर यो जीएनजी पुस्ता अझै आर्थिक रूपमा अभिभावकहरूमा भर परिरहेको स्थिति छ। त्यसका निम्ति यो नीति तथा कार्यक्रमले विद्यार्थीहरूले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको छ। सम्मान्य सभामुख महोदय, जीएनजी पुस्ता साथसाथै सूचना प्रविधि क्षेत्रलाई समेत लक्षित गरी नेपालको विकास र आर्थिक समृद्धिमा सहयोग पुर्याउने नीति तथा कार्यक्रम ल्याएको छ। यसका निम्ति डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनलाई प्रभावकारी बनाउने विषय आएको छ। सूचना प्रविधिको क्षेत्रमा नवीनतम प्रविधिको विकास र विस्तारको विषय आएको छ। डिजिटल इकोसिस्टम प्रणाली लागू गर्ने विषय आएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको विकास र नैतिक प्रयोगको लागि संस्थागत र कानुनी आधार तयार गरिने गरी विषय आएको छ। नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहन गर्ने विषय समेत आएको छ। यसै बीचमा स्टार्टअप कर्जा सुरु समेत भएको छ। 661वटा परियोजना स्टार्टअपमा कर्जाको निम्ति छनौट भइसकेको स्थिति पनि म यहाँ राख्न चाहन्छु। सम्मान्य सभामुख महोदय, यो नीति तथा कार्यक्रमले विशेष गरी ऊर्जा क्षेत्रले ध्यान पुर्याएको देखिन्छ। आज नेपालमा कुल ऊर्जा उत्पादन 3200 मेगावाट छ। अहिले निजी क्षेत्रले मात्रै 2200 मेगावाट भन्दा बढी विद्युत उत्पादन गरेको अवस्था छ। यो अवस्थालाई मध्यनजर गरेर सरकारले निजी क्षेत्रको सहभागितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उच्च क्षमताको प्रसारण लाइनमा समेत निजी क्षेत्रलाई सहभागिता गरिने भन्ने विषय उल्लेख छ। यो सबैभन्दा महत्त्वपूर्ण विषय हो। नेपाल सरकारले यतिखेर ऊर्जा विकास मार्ग चित्र 2081 समेत ल्याएको छ। यसका निम्ति सरकार एक्लैले गर्न सक्दैन। यसका निम्ति निजी क्षेत्रको ठुलो भूमिका र सहभागिता चाहिन्छ। त्यसका निम्ति म सरकारलाई ध्यान आकर्षण गर्न चाहन्छु। निजी क्षेत्रलाई उत्पादन ट्रान्समिसन लाइनमा मात्र होइन, अब निजी क्षेत्रले विद्युतीय व्यापारमा समेत सहभागिता गराउनु पर्ने विषय म यहाँ संसदमा राख्न चाहन्छु। सामान्य सभामुख महोदय, उद्योग व्यवसाय क्षेत्रमा यसको सुधारका निम्ति र रोजगार वृद्धि गर्नका निम्ति यो नीति तथा कार्यक्रममा व्यावसायिक वातावरण सुधार गर्न सरकारबाट अध्यादेश मार्फत हिजो गरिएका नीति सुधारका कार्यक्रमको आधारमा उद्यमशीलता, निजी लगानी प्रबन्धन गर्ने विषय आएको छ। आयात प्रतिस्थापन गर्ने विषय छ। निर्यात प्रबन्धन सँगसँगै मुलुकलाई आत्मनिर्भर बनाउने विषय समेत उल्लेख छ। सम्मान्य सभामुख महोदय, म यहाँ के राख्न चाहन्छु भने आज नेपालमा 60,000 भन्दा धेरै बढी उद्योगहरू सञ्चालनमा छन्। करिब 55 लाख नागरिकहरूलाई निजी क्षेत्रले मात्रै रोजगार दिइरहेको स्थिति छ। निजी क्षेत्रको जीडीपीमा करिब 81% योगदान रहेको छ। यो प्रस्तुत नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई उत्साहित गर्दै थप रोजगारी सृजना गर्न र राज्यको राजस्व वृद्धिमा समेत सहयोग पुग्ने गरी नीति तथा कार्यक्रम समेटेको छ। सम्मान्य सभामुख महोदय, आर्थिक सामाजिक गतिविधिले चलायमान बनाइरहेको क्षेत्र
आज वैदेशिक रोजगार बनेको छ। गत वर्ष मात्रै 7,43,000 जनसङ्ख्या विदेश गएको देखिन्छ। यो वर्षको पछिल्लो 9 महिनामा 6,07,000 विदेश गएको तथ्याङ्कले देखाउँछ। यो विदेश गएका नागरिकहरूले नेपालको विकास र समृद्धिको निम्ति 14 खरब 45 अरब रिमिटेन्स पठाएको देखिन्छ। यो तथ्याङ्क हेर्दा नेपालको सामाजिक आर्थिक क्षेत्रमा ठूलो योगदान पुर्याउने क्षेत्र वैदेशिक रोजगार बनेको छ। यो क्षेत्रको निम्ति यो नीति तथा कार्यक्रमले सुरक्षित, मर्यादित, व्यवस्थित बनाउनका निम्ति नीतिगत र कानुनी सुधार गर्नुपर्ने विषयलाई समेटेको छ र राष्ट्र र अन्तर्राष्ट्रिय बजारमा माग अनुसार सिपयुक्त जनशक्ति निर्माण गर्ने विषय पनि नीति तथा कार्यक्रमले ल्याएको छ। तर सम्मान्य सभामुखज्यू, यहाँ केही चुनौतीहरू पनि छन्। आज वैदेशिक जानेलाई फ्री भिसा, फ्री टिकट भनिएको छ, तर मोटो रकम तिरेर जानुपर्ने परिस्थिति निर्माण भइरहेको छ। त्यसैले म सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। सेवा शुल्कको विषयलाई व्यवस्थित गरेर नेपालीहरूलाई सस्तो, सुलभ र सहज ढङ्गले जानुपर्ने व्यवस्था गर्नको निम्ति सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, यो नीति तथा कार्यक्रममा हामी छलफल गरिरहेको बेला यतिखेर मलेसियाको आकर्षक गन्तव्य बनेकोमा बिचौलिएको चलखेल हुँदैछ र सिन्डिकेट प्रणाली लागू गरेर नेपाली कामदारहरूलाई महँगो पैसामा पठाउने र आर्थिक भार थोपर्ने गरी ठगी हुने प्रयासहरू समेत भइरहेको विषय म संसदको ध्यान आकर्षण गर्न चाहन्छु र सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, सुकुम्बासी र अव्यवस्थितहरूको बारेमा नीति तथा कार्यक्रमले सम्बोधन गरेको विषय छ। आज नेपालमा भूमिहीन सुकुम्बासीहरू 3 लाख छन् र अव्यवस्थित बसोबासीहरू 10 लाख छन्। ती लामो समयदेखि, वर्षौँदेखि तिनलाई जग्गाको मालिक बनाउने विषय नीति तथा कार्यक्रममा आएकै छ। यसले साकार रूप दिनुपर्नेछ, लाल पूर्जा दिनुपर्नेछ, जमिनको मालिक बनाउनु पर्नेछ। त्यसका निम्ति यो नीति तथा कार्यक्रमले भूमिहीन सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरी व्यवस्थापन गरेर जसले लामो समयदेखि कुरेको छन् लाल पूर्जाका निम्ति तिनलाई त्यो दिने व्यवस्था गर्ने समेत यो नीति तथा कार्यक्रमले बोलेको छ। सामान्य सभामुख महोदय, अब म धेरै विषयहरूमा प्रवेश गर्नुभन्दा यो अन्तमा नीति तथा कार्यक्रमले धेरै विषयहरू समेटेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सुशासन लगायतका विषयहरू समेटेकै छ। समय अभावको कारणले म यी तमाम विषयहरूमा प्रवेश गर्न चाहिनँ। यो नीति तथा कार्यक्रम सारमा प्रगतिशील र व्यावहारिक छ। राजनीतिक, आर्थिक, सामाजिक गतिविधि बढाउन साथै कार्यान्वयन गर्न सकिने खालको छ। त्यसकारणले म यसको समर्थन गर्दै संसदका सम्पूर्ण राजनीतिक दल र मान्यज्यूहरूलाई समेत यसको समर्थन गरेर पास गर्नका निम्ति अनुरोध गर्दै मेरो विषय अन्त गर्छु। धन्यवाद।